नमस्ते साथीहरु गुड मर्निङ हामी गुड मर्निङ दाई अब जाने बेला भयो फेरि भेट भयो दाई गुड मर्निङ हजुर मेरो स्कारीमा सर्च गरेर फोन गर्नु भन्नु है नम्बर देखाइदिन्छु ल दाई नम्बर देखाइदिनु डिस्क्रिप्सनमा हाल्दै भयो
त्यो नम्बर चाहिएर चाहिँ एकदम राम्रो ड्राइभ गर्नुहुन्छ हाम्रो दाइले चाहिँ भन्नु पनि भन्दैन एकदम राम्रोसँग। फोन नम्बर कहाँ छ ल 9840 हजुर 66 हजुर 5 हजुर 100 ल नाम पनि भनिदिनुहोस् न त डिबी गुरुङ ल डिबी गुरुङ दाइले चाहिँ एकदम स्लोली मजाले ल्याइपुऱ्याउनु भयो हामीलाई कहीँ नराम्रो भएन एकदम राम्रोसँग भयो ल हामीले चाहिँ आज चाहिँ यहाँबाट सनराइज पनि देख्न पायो वा कति बजे दिदी अहिले सनराइज देख्ने 8:50 हामीले यहाँ सनराइज देख्यौँ है त साथीहरू कस्तो दामी थिएछ यता सनराइज यता हिमाल तल ल दाइ गयौँ है हामी बाई बाई फेरि पनि बाई बाई हिजो नि बाई बाई गरेर गएको हामी बाई बाई कस्तो खालको कुकुर यो झ्याप्लुम परेको यहाँ पनि हुँदो रहेछ हामी चाहिँ अहिले चाहिँ जङ्सनबाट निस्केर धुम्बा लेकको लागि जाँदैछौँ नजिकै रहेछ त्यही भएर हामी चाहिँ यहाँबाट जाँदैछौँ अब त्यतै कता खाजा खाएर ढाउँ र पोखराको लागि प्रस्थान हुनेछ है त हामीहरू सबैजना हामी सबैजना सकुशल नै छौँ अलिअलि मलाई बेकुशल भएको थियो हिजो बेलुका अहिले चाहिँ ठिकै छु यताको धौलागिरी भन्नुभएको त हामी चाहिँ अहिले धुम्बा लेकबाट जमसङबाट धुम्बा लेकको लागि हेडिङ गर्दैछौँ हिमाल चाहिँ पुरै क्लियरली देख्दो रहेछ यहाँबाट चाहिँ यहाँ चाहिँ सिनहरू चाहिँ मजा लाग्दो रहेछ पुरै बाक्लै गाउँ रहेछ यहाँ जमसङ चाहिँ जाँदैछौँ के हुन्छ धुम्बा लेक गएर भेट्छौँ कतिवटा एप्पल खानुभयो चाहिँ त्यहाँ नै दाइलाई माग्नै पर्छ रमाइलो सन्चो हुँदा त रमाइलो हुन्छ नि कुन गाउँ हो त यो पुरा नगाउँ उता हामी बसेर चाहिँ नयाँ गाउँ रहेछ होला है आज चाहिँ झुक्को तरिकाले म बेलुकासम्मको भिडियोहरू सबै देखाउँछु हजुरहरूलाई किनभने आज अब यहाँदेखि तल झन् त लेक लाग्दैन नि त हामी चाहिँ ठिकै भिलेज चाहिँ यो चाहिँ अघि देखाइरहेको नाम के हो भनेको ठिनी भिलेज रहेछ है साथीहरू हामी चाहिँ धुम्बा लेकको लागि जाँदैछौँ बाटो चाहिँ पुरै पिच नै रहेछ होइन माथिसम्मै पिच छ दाइ ए अब चाहिँ यहाँबाट चाहिँ अफरोड सुरु हुन्छ है माथि त पुरै अस्ति त्यो माथि मुक्तिमा जाने मलाई खल्चरको त्यो गुगन आएको त्यहाँदेखि टट्टाको हराएकै छैन बिचरा हिमाल पनि कस्तो सेतो देखेको हिजो बिहान त दाइ पनि नाक त रातो भयो त्यो त आज त भएन पचिसक्यो यहाँसम्म चाहिँ पकाउनु सक्दो रहेछ क्या हामीले यहाँदेखि माथि पुग्यो भने चाहिँ मलाई चाहिँ गाह्रो हुन्छ हिजो त दाइ म त हिजो त माथि त्यो टुप्पामा त मोरै भनेको कि म त होइन मेरो नि पुरै औँला झमझम भयो त्यो उकालो चढ्ने बेलादेखिकै औँलाहरू झमझमाइरहेको थियो कि अटस मटस भइरहेको थियो है माथि गएर झरेको त आमामा खुट्टा त लल्याङ लुलुङ भएर लु है लु म त यति भयो म भइसक्यो भनेको म त प्रेसर लो भयो जस्तो कस्तो हुन्छ नि त्यस्तै भएको अनि फेरि टाउको पनि दुख्दै यसरी घुम्दै हिँड्ने के थाहा पाएछ त्यसले यो चाहिँ निलगिरी हिमालबाट बगेर आएको खोला अरे साथीहरू निलगिरी हिमालको हामी चाहिँ अहिले चाहिँ धुम्बा लेक हेर्नको लागि इन्ट्री गर्दैछौँ साथीहरू रमाइलो हुँदैछ नोटिस पनि टाँस्नु भयो चाहिँ यहाँ चाहिँ के गर्न पाइन्छ स्विमिङ फिसिङ बोटिङ पनि गर्न नपाउँदो रहेछ यहाँ चाहिँ वेलकम टु धुम्बा लेक भनेर लेख्नुभएको छ यहाँ चाहिँ हामी चाहिँ यसरी जाँदैछौँ हामी चाहिँ धुम्बा लेक इन्ट्री गरिसक्यौँ
पैसा लाग्दो रहेछ कि नलाग्दो रहेछ एकजनाको 20 रुपियाँ होइन एकजनाको 20 रुपियाँ यहाँ चाहिँ इन्ट्री चाहिँ एकजनाको 20 रुपियाँ लाग्दो रहेछ पर पर्सन 20 रुपिस लाग्दो रहेछ अनि हामी चाहिँ हिँड्दैछौँ है त यतातिरै राम्रो रहेछ धुम्बा लेकभित्र चाहिँ टी एन्ड कफीको रेस्टुरेन्ट पनि रहेछ आज चाहिँ सबैजना फ्रेसमा हिँड्दैछौँ हामी यहाँबाट चाहिँ सिन पनि राम्रो देख्दो रहेछ यहाँ तल झरेपछि चाहिँ हरियाली देखेको है दिदी यहाँ तल झरिसकेपछि चाहिँ एकदम ग्रिनरी देखिरहेको छ माथि त पुरै उराट लाग्दा रुखहरू पनि खैरो ब्राउन कलरको थियो यहाँ चाहिँ एकदम राम्रो देखिरहेको छ यताको बाटो हेर्दा चाहिँ माथिकै याद आएछ ए हाम्रो हिजोको बस पनि यहाँ भेटिएछ यिनीहरू पनि सँगसँगै आएको थियौँ हामी यिनीहरू पनि यहाँ आएर बस्नुहुन्छ ल हामी चाहिँ गुम्बा लेकतिर हिँड्दैछु के बोकेर आउनु भएन है ए हुन्छ ओके यो फुल के कति राम्रो हेर्नु नि धुपीको बुट्टामा धुपीको बुट्टा जस्तो नि धुपीको बुट्टा जस्तो छ आफू त माथि त फुल फुलिरहेको छ वेलकम टु धुम्बा लेक भनेर यहाँ लेखेको छ हामी चाहिँ यहाँ धुम्बा लेकमा आइसक्यौँ म चाहिँ कसरी बोलेको आफैलाई कस्तो लाग्यो के भनेर लेखेकोलाई लेखेको छ भनेर बोलिरहेको रहेछ यहाँ चाहिँ वेलकम टु धुम्बा लेक ल सबैजनालाई वेलकम छ भनिराख्नु भएको छ हेलो बाबु रमाइलो भएछ खै त बच्चाहरू कहाँ गयो दादासँग छ ए बाबा हुनुहुन्छ ए रिचा दिदीको चाहिँ फोटो सेसन चल्दैछ त्यहाँ एकछिन त्यो कपडा खोलेर खिच्दिनु न त वान पिसमा मात्रै दिजु गाह्रो हुन्छ म चाहिँ अहिले फर्किँदैन खिच्न पर्ला फोटो ए तल गएर खिच्नु पर्ला बाबासँग छ हुन्छ नि ल हिँडौँ त जाम नाच्ची लगाएर केही छैन दुख्छ यहीँ अहिले खाजा खाएर साइनिज खाइदिन्छु अन्त ढाइको हुन्छ घाममा लगाएको थियो हेर न कति आनन्द भएको हो घाम नि लगाएर मेरो कपाल नि सुक्छ एकछिन हेड भुलेर जानु पऱ्यो टिकटक ल ल यहाँ चाहिँ बहिनीहरू टिकटक बनाउँदै हुनुहुन्छ है तँलाई हामी चाहिँ भ्लग बनाउँदै बहिनीहरू चाहिँ टिकटक बनाउँदै हामी चाहिँ फाइनल्ली मैले अरूको भ्लगमा हेर्थेँ आज चाहिँ आफै आइपुगेँ ल हजुरहरूले पनि यहाँबाट हेर्नु होला है साथीहरू नआउनु भएको साथीहरूले हामीले त खाँदा पनि लिएन केही पनि लिएन यस्तो हर्रा हुर्रे गरेर हिँड्ने है सोरसार केही पटार छैन खाँदा लिएको भए त केही न केही मिनिङ थियो होला नि त यहाँ खाँदा लाउने होइन खाँदा लाउनेको केही न केही मिनिङ थियो होला हामी यसै के भन्छ भङ्गेनाको उस गर्न दुरे जस्तो भयो यसरी यहाँ खाता लाउनको केही न केही मिनिङ त थियो होला हामी चाहिँ यहाँ धुम्बा लेक आइसक्यौँ लु है लु माछा पनि छ अरे यहाँ चाहिँ ल वेलकम टु धुम्बा लेक भिजिट मुस्ताङ 2022 भनेर लेखेको रहेछ यहाँ चाहिँ बच्चाहरू चाहिँ दौडेर आउँदैछ यताबाट प्रासा उता नजाऊ ल छोरी फिसलाई हो वाउ ल ल माथिबाट चाहिँ मेरो बुढा र राधिजा आउँदै हुनुहुन्छ नजाऊ है छेउछेउ नजाऊ लड्केर लोड्छ कपडा गन्दा हुन्छ फेरि चाहिँ यहाँ धुम्बा लेकमा पुरै कपडा फोहोर भएर बुढाको ज्याकेट लाएर के त्यस्तो हुन्छ र त्यस्तो भनेर
यताबाट आऊ हेर्दै कति ठुल्ठुलो फिस उठ्यो क्या ल हातले सुई हालेर फिनिस गरिदेऊ हामी बस्नु म चाहिँ ब्लग लिँदैछु
हो त्यही भएर हामी चाहिँ खानालाई झऱ्यौँ हामी चाहिँ उसमा चाहिँ हिराचल किचनमा चाहिँ हामी खाना झरेको छौँ ल सबैजना आहा यहाँको त भ्युज जति खिचे पनि सकिँदैन जति खिचे पनि सकिँदैन यहाँको भ्युजहरू चाहिँ एकदम दामी भ्युजहरू चाहिँ दामी बच्चाहरू चाहिँ चिज खाँदा हिँडेर हामी खाना खान्न भनेछ बेनी आँखा हेरिदिएको अनि बल्ल झुट बोल्ला मेने भन् यिनीहरू चाहिँ खाना खाने ठाउँमा आएर यहाँ बिरालो हेर्दैछ के नि यो के हो यो बिरालो हो घुम्ला बाबु हामी चाहिँ यहाँ खाना खानको लागि आएको सुकुटी खाऊँ भनेको सुकुटी नरहेछ त्यही भएर चिकन खाना खाँदैछौँ हामी चाहिँ खाना खानु पाए पनि त भइहाल्यो भनेर हामी चाहिँ खाना खाँदैछौँ है साथीहरू मिरर रहेछ मलाई चाहिँ मिरर सेल्फी चाहिँ गर्नै मन लाग्छ जस्तो चाहिँ भोटिनी भएर हिँडेछु म चाहिँ यहाँ अब खाना खानु है वा बस्ने ठाउँ त दामी रहेछ नि त सबै यहाँ आउँछ है कति राम्रो रहेछ प्रतिमान यता आउँछ र यता आउँ दिदी कति जानुभयो त प्रासा आऊ त्यो बिल्ली धेरै नछौ आफ्नो मोबाइलले त लिएर आऊ दिदी आउनु ए यहाँ होइन यता हो हामी यता त सुट नखोल है हामी चाहिँ यहाँ हिँड्दैछौँ मिरर सेल्फीको लागि म चाहिँ भोटिनी भएर हिँड्न चाहन्छु जुत्ता पनि देखाइदिनु ल हात धोएर आउँछु हात धोयो हात धोएर आउँदै यो के गर्ने भाँडा आउँछ चिया पकाउने भाँडा चाहिँ यस्तो रहेछ यहाँ चाहिँ आगोमा होला टिनको भाँडामा आगोमा पकाउनु हुँदो रहेछ यहाँ चाहिँ फुलहरू कस्तो मजाले गर्नुभएछ फर्सी पत्रो यहाँ खाना पाएको चाहिँ मिठो हुँदो यस्तो फुलहरू यहाँ पनि हुँदो रहेछ चिसोमा पनि हुँदो रहेछ थरी किसिमको फर्सी सजाएर राख्नु भएको छ यहाँ चाहिँ यहाँ छ दिदी बच्चाहरू लिएर चाहिँ यता छ सानो गर खाना खाएको यसो एक राउन्ड भयो ल प्रसाद आज मान्छे आज एकदम धेरै मान्छे अस्ति हामी आउँदा चिन्दै थिएन भोलि बिहान 11 बजीसम्म बसेको एउटा कोठा 9 जना सुतेको रे त्यो भादाने मान्छे अस्ति बेलुका बिचरा आज एउटा कोठामा भइनी सुत्न दिएको धन्यवाद भनिरहेको थियो हरिचोकबाट आएको रे तिनीहरू झगडा गर्छ बस्न लाउनु पर्यो झन्डै त्यहाँ भिडमा जाम परेन है नि त कतिको गाडी आमा धुलो हेर नि धुलो ल हामी चाहिँ गलेश्वर भ्याइएर अब बेनीदेखि स्टार्ट हुँदैछ गलेश्वरको भिडियो चाहिँ ल्याउन पाएन मैले बिच बाटोमा के भयो बेनीको बाटो चाहिँ सरल रहेछ त्यहाँदेखि उता चाहिँ फेरि अलिकति अफरोड भएर हामी बाग्लुङको बाटो जाने हुन्छ आज हाम्रो दाइले नि सब्सक्राइब गर्नुभएछ मेरो भिडियो तुरुन्त हेर्नुहोस् है त अब म भिडियो हाल्छु
पुगिन्छ यहाँको शालिग्रामहरू कति राम्रो गरेर सजाएर राख्नुभयो सानो आँखाबाटदेखि लिएर राख्नुभयो होला है शालिग्रामहरू चाहिँ सानो मिडियम साइजको शालिग्रामहरू थुप्रै छ शालिग्राम
यो चाहिँ अलिकति हल्लिँदैछ यहीँ माथि नै अब उहाँ बिचमा पुग्दाखेरि त पुरै हल्लिन्छ होला हामी चाहिँ जाँदैछौँ उहाँ रहेछ यो ब्रिज चाहिँ आमामा हो त्यहाँ म चाहिँ यसरी हिँड्दैछु चक्करै लाग्दो रहेछ त यहाँबाट त तल चाहिँ काली खोला देखिने रहेछ यहाँबाट कि रगोट खोला हो यो रगोट खोला हो जस्तो लाग्यो मलाई यो चाहिँ यो खोला चाहिँ यहाँबाट देखिन्छ यहाँभन्दा उता चाहिँ गइएन है चक्कर लाग्यो धीरे भन्ने चिन्दै चिन्दैन अरे धीरे पैसा डिस्काउन्ट गर्दै यार बेलाएर यताबाट भाग सुरु हो क्या यता नि पढेको होइन उसमा चाहिँ दौडको साथै हुन्छ नि अर्को खाँदै खान्न तपाईँ प्लेनलेस नगर्नु हो अनि गोलमा ए मोमो पनि आउँछ अब मोमो नि आउँछ फेरि अब किन्न सक्दैन खाने तपाईँ ड्रागन चिकनहरू खानु न मिल्छ दिदी फ्राइड राइस खाने फ्रेस छ नि तिमी लौन दिदी यो पिरो हुन्छ हुँदैन दिदी